दमकलले हेर त्यो दमकल आयो त्यहाँ आगो निभाउन आएको थियो हेर त्यहाँ हेर आगो मैले आजसम्म दमकलले आगो निभाउँदै देखेँ टिममा पनि देखायो होला नि त देखेकै छ नेट प्लिज आर्मी हेर कति चाँडो सर्ट निस्क्यो आगो लाग्यो भए यसले निभाउने भनेर देखाउनु खोज्यो यसलाई पानी चढ्यो है हेर एकैछिनमा निभाइहाल्छ नि यो त त्यहाँको मान्छेहरू धुवाले गरेर निस्क्यो है पानीले हेलिकप्टर के गर्छ हेर हेलिकप्टर हेरेर बस्छ त्यहाँ हेलिकप्टर हेरेर बस्छ के गर्छ त्यहाँ हेर स्वास्थ्य त्यही अब त्यहाँ लाग्छ यार एमआई-17 नै हो यो के पनि गरेर कति थोक मान्छे हेर मान्छे त्यहाँ बसिरहेको हेर मान्छे बसिरहेको हेर त्यहाँ मान्छे बसिरहेको देख्यो मान्छे देखिन्छ हेर मान्छेको हामबाल्छ हेर हेर त्यहाँ हेर त्यहाँ हेर हेर मान्छे जम गर्छ त्यहाँ हेर कस्तो धुलो उडायो हेर हेर मान्छे हेर अब हामबाल्छ मान्छे तल झर्छ हेर मान्छे तल झर्छ हेर अर्को पनि हेर बच्चा मान्छे झर्छ हेर डर लाग्दैन हेर 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 है मान्छे त्यहाँ सबै भयो है जोडीले तल भयो क्या अरू पनि जोडी जानु सकेन अट्याक गर्यो भने त्यसो गर्नुपर्छ हेर त्यो मान्छे जाओ मान्छे लिएर अर्को आयो खेल्छ हेर सिधै मार्न अरे क्या त्यसले त्यहाँ हेर पनि हेलिकप्टर हेर ठुलोको आवाज हुन्छ नि त कति ठुलो छ हेलिकप्टर है कस्तो धुलो उड्यो हेर त्यहाँ हेर कस्तो धुलो उड्यो त्यहाँ कति हावा आउँछ होला है जस्तै रुखहरू हेलिकप्टरमा त्यति आधा नरोकेर बस्नुहुन्छ हेर हेर मान्छे झरे हेर मान्छे झरे हेर वार गर्न आएको वार लडाइँ गर्न आएको के लडाइँ गरेको ठाउँमा तिनीहरूको मान्छे बस्न तिनीहरूसँग लडाइँ गर्न आएको कस्तो मजाले निस्केको थियो लडाइँ भराङ पनि बोकेर आयो बम हानेको हेर बम अट्याक गर्न आउँदाखेरि लडाइँ गर्नु भएको तिनीहरू चलाउनु लाग्यो घरमा क्या लग्यो नि त्यसले घरमा हेर है कसरी बस्यो भने डोरी छ डोरी तान्नु पर्छ डोरी छ डोरीले तान्नु त्यो डोरीले त्यो डोरीले यता त्यहाँ के पड्काउँछ के पड्काउला है अर्को भर्याङ लिएर आएको गाडीले तल झरे हेर त्यो भर्याङ लिएर आयो त्यो गाडीले भन्न चल्यो गोली हानेको थियो क्या
वार गरेको के लर्निङ हाँ हाँ पछाडिमा पर्ने पछाडि तलबाट छ पर्ने आयो एम्बुलेन्स लर्निङ जान बिरामी हुन्छ एम्बुलेन्स र बिरामी एउटा गाडी आयो गाडी लिन गाडी लिन हाँ खोल खोल चोरहरू समातेर लान्छ हस्पिटल पनि गाडी आयो मोबाइल हस्पिटल पछाडिको त कसो के मारे लान्छ त चोरहरू ल्यायो फेरि खोइ चोर त्यहाँ एउटा बोकेर ल्याएको बिरामी रेस्क्यु गरेको ल फेरि आज ल त्यो सबै चोरहरू चोरहरूले पब्लिक हो तिनीहरूले अपराध के तिनीहरूले बचाएको त्यो क्रान्तिकारी समथिङ नाटक गरे गाडीमा हालेको छ है यिनीहरूलाई त्यो चाहिँ ओस्नु नसक्ने बिरामी पऱ्यो गोली लाग्यो व्यक्ति पऱ्यो ल एम्बुलेन्समा हाल्यो त्यसलाई गोली लाग्यो व्यक्ति पऱ्यो त्यो चाहिँ गोली लागेको व्यक्ति भयो त्यो डाक्टर हेर सेतो लुगा लाउने डाक्टर ड्रोन फेरि आयो गाडीमा ल क्यामेरा फेरि ड्रोन फेरि आयो ड्रोन र कुकुरले छानबिन गर्न आयो त्यहाँ कुकुर त खतरा छ त कुकुरले छानबिन गर्छ मान्छे कुकुर कुकुरै हो साथीको कुकुर कुकुरै छ उता पछाडिबाट लाग्यो ए अनि ऊ त्यो चाहिँ के हो नि भुत्ला जस्तो खै कुकुरले के हो त्यो के लागेको त्यो कुकुरले जाँचबुझ गरेको के छ भनेर हेर्न आयो कुकुर गयो लिएर गयो कुकुर पनि गाडीमा बस्न पाउँछ हेर हामी बस्न पाउँदैन कुकुर गाडीमा बस्छ माई बम डिस्पोजल अब बिल्डिङमा टार्गेट गरेर खिच्नुपर्छ बिल्डिङ पड्किन्छ पुलिसहरूको जिन्दगी ओ हेर कस्तो मान्छे आएको हेर दिँदैन हेर हो यस्तो के हो भनेको के त्यो जङ्गलमा बस्दाखेरि त्यसरी लुगा लाएर बस्छ क्या जङ्गलमा चाहिँ थाहा नहोस् भनेर त्यसरी बस्छ जङ्गली मान्छे चिन्छ भनेर अनुहार छोपेर राखेको मान्छे चिन्यो भने बाहिर मार्छ भनेर नचिन्ने हिसाबले आएको थियो ल बख्तर बन्द गरेर आयो यो उडाउँछ होइन घर उडाउँछ होइन होइन त्यो वाइनिङ गरेको छ ए के गरेछ वाइनिङ गरेर फलामको बनायो ए के उयो घर कस्तो गरेर गाडी वाइनिङ गरेर बनाएको लडाइँमा जाने गाडी थियो लडाइँमा फर्क्यो भनेर यहाँको कार्यक्रम सक्यो सिद्धि होला आशिरुलजीमा कार्यक्रम अब के गर्नु सक्यो होला अब मेरो सामानहरू कार्यक्रम सके जस्तो छ अब सके जस्तो छ एकछिन हेरौँ अब 5 मिनट बसौँ है पहिला त्यो छाप्रोहरू पढ्नु थियो नि छाप्रोहरू छ त्यही त विचार छाप्रो कतै यो मान्छे त अझै भित्र छ त बिल्डिङमा गाडीहरू सबै त्यहाँ गयो है त्यहीँ राखेँ अघि गाडीहरू सबै त्यहीँ छ र अब चिलोको कार्यक्रम हेर अब चिलो घुम्ने त्यहाँ हेर चिलो हेर अब चिलो 4वटा चिलो घुमिरहेको त्यहाँ कार्यक्रम सक्यो हेर्ने भएन भनेर तिनीहरूले देखाउनु सक्यो होला मेरो
राष्ट्रपति भवन अगाडि के कार्यक्रम होला आज हामीले देखिँदैन त्यहाँ गएको सेतो ड्रेस लगाएर त्यहाँ अब सके जस्तो छ मेरो विचारमा